स्वागत छ साथीहरु तपाईहरुलाई टेक्निकल सैलुङ युट्युब च्यानलमा म सुकमान तामाङ। साथीहरु सदा चाहिँ आज पनि म निकै नै महत्त्वपूर्ण जानकारीमूलक भिडियो लिएर उपस्थित भएको छु। आज म तपाईहरुलाई यस भिडियो मार्फत आईपीओ कसरी एप्लाई गर्ने भन्ने विषयमा जानकारी दिन गइरहेको छु। यो भिडियो तयार पार्दासम्म भुजुङ हाइड्रो पावर लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेको छ। आईपीओ एप्लाई गर्ने डेट एकदमै छोटो रहेको छ, जम्मा 4 दिनको मात्रै रहेको छ। यदि तपाईहरु पनि आईपीओ एप्लाई गर्न चाहनुहुन्छ भने छिटो भन्दा छिटो एप्लाई गर्नुहोला। आज म तपाईहरुलाई यस भिडियो मार्फत आईपीओ एप्लाई गर्ने तरिका सिकाउन गइरहेको छु। साथीहरु तपाईहरुले टेक्निकल सैलुङ युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने तल रातो कलरमा भएको सब्स्क्राइब बटनलाई टच गरेर सब्स्क्राइब गरिदिनु होला र साइडमा रहेको बेल आइकनलाई प्रेस गरेर अल नोटिफिकेसनलाई अन गरिदिनु होला, ताकि टेक्निकल सैलुङ युट्युब च्यानलबाट आउने सम्पूर्ण लेटेस्ट भिडियोहरु सजिलै प्राप्त गर्न सकोस्। साथीहरु लागौं अब फटाफट ढिला नगरी मोबाइलको स्क्रिनतर्फ, तर त्यसभन्दा अगाडि एक लाइक भने अवश्य गरिदिनु होला। शेयर भर्न सबभन्दा पहिला तपाईहरु आफ्नो मोबाइलमा भएको मेरो शेयर एप्लिकेसनलाई ओपन गर्नुहोला। त्यसपछि आफ्नो डिमेट भएको क्यापिटल सेलेक्ट गर्नुहोला। त्यसपछि युजर नेममा अन्तिमको 8 वटा डिमेट नम्बर टाइप गर्नुहोला। युजर नेम राखिसकेपछि पासवर्ड टाइप गर्नुहोला र लगइनमा क्लिक गर्नुहोस्। लगइन गरिसकेपछि मेरो शेयर ओपन भइहाल्छ। अब माई आस्पामा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि यहाँ जति पनि आईपीओ खोलेको छ सबै शो भइहाल्छ। अहिलेको लागि एउटा कम्पनीको मात्र आईपीओ निष्कासन भएको छ, त्यो कम्पनी हो भुजुङ हाइड्रो पावर लिमिटेड। अब तपाई आईपीओ एप्लाई गर्न चाहनुहुन्छ भने एप्लाईमा क्लिक गर्नुहोस्। त्यसपछि सम्पूर्ण डिटेल्स शो भइहाल्छ। आईपीओ भर्न कुन बैंकलाई दिएको छ, कति तारिखदेखि कति तारिखसम्म एप्लाई गर्न सकिन्छ, शेयर कति किता भर्न पाउँछ, एक किता बराबर कति रुपैयाँ लाग्छ, सबै डिटेल्स हेर्नु होला। त्यसपछि प्रोसिड गर्नुहोस्। प्रोसिड गर्ने बित्तिकै आफ्नो क्यापिटलको सम्पूर्ण विवरण शो हुन्छ। अब तपाई कति किता भर्न चाहनुहुन्छ एप्लाइड कितामा टाइप गर्नुहोला। टाइप गरिसकेपछि एमाउन्ट अटोमेटिक आइहाल्छ। यहाँ चाहिँ एक किता बराबर 100 रुपैयाँ पर्ने भएकोले 10 किता एप्लाई गर्दा 1000 तिर्नुपर्ने हुन्छ। त्यसपछि सीआरएन नम्बर टाइप गर्नुहोस्। टाइप गरिसकेपछि बक्समा टिक लगाउनुहोस् र एप्लाई गर्नुहोस्। एप्लाई गरिसकेपछि 4 अङ्कको ट्रान्ज्याक्सन पिन टाइप गर्नुहोस् र एप्लाई गर्नुहोस्। शेयर हैव बीन एप्लाइड सक्सेसफुल्ली भनेको छ, शेयर एप्लाई भइसक्यो। अब हामीले भरेको एप्लिकेसन हेर्नको लागि माई आस्पामा जानुहोस्। यहाँ तपाईले देख्न सक्नुहुनेछ तपाई एप्लिकेसन एडिट गर्न चाहनुहुन्छ भने एडिटमा क्लिक गर्नुहोस् र प्रोसिडमा क्लिक गरेर किन्न चाहेको शेयर बढाउन सक्नुहुनेछ। अब आफ्नो एप्लिकेसन भेरिफाई भयो कि भएन भनेर हेर्नको लागि एप्लिकेसन रिपोर्टमा जानुहोस्। त्यसपछि भर्खरै शेयर एप्लाई गरेको कम्पनीको रिपोर्टमा क्लिक गर्नुहोस्। यहाँ तपाईले सम्पूर्ण विवरण देख्न सक्नुहुनेछ। अहिले मेरो भेरिफाइड भएको छैन, केही बेर अथवा अफिस खोलेपछि सम्पूर्ण डिटेल्स हेरेर भेरिफाइड गरिदिन्छ। यसरी तपाईहरुले शेयर भर्न सक्नुहुनेछ। शेयर भर्दा इम्पोर्टेन्ट कुरा, डिमेट एकाउन्टको डेट छ कि छैन, मेरो शेयर एकाउन्टको डेट छ कि छैन र शेयर भर्दा लाग्ने पैसा बैंकमा छ कि छैन कन्फर्म गरेर मात्र शेयर भर्नु होला। यसो गर्दा शेयर पर्ने चान्स बढी हुन्छ र एप्लिकेसन रिजेक्ट हुँदैन। साथीहरु तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला। तपाईहरुले टेक्निकल सैलुङ युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने तल रातो कलरमा भएको सब्स्क्राइब बटनलाई टच गरेर सब्स्क्राइब गरिदिनु होला र साइडमा रहेको बेल आइकनलाई प्रेस गरेर अल नोटिफिकेसनलाई अन गरिदिनु होला। साथीहरु मेरो भिडियो हेरिदिनु भएकोमा तपाईहरु सम्पूर्णलाई धेरै धेरै धन्यवाद।